नमस्ते यहाँहरूलाई मेरो यो भिडियोमा फेरि पनि स्वागत छ र यही भिडियो मार्फत यो आउँदै गरेको क्रिसमस न्यू इयर साथै हाम्रो तमुल लोसारको हार्दिक मङ्गलमय शुभकामना छ यहाँहरूलाई। र आज चाहिँ हामी एकदमै सर्ट विकेन्ड गेटवेको लागि दुईजना हामी बुढाबुढी लङ विकेन्डको लागि आएका छौँ। हामी यता इस्टबोर्न भन्ने बिचमा छौँ आज। बिच भन्नु सी साइडमा यो परको रेस्टुरेन्टमा आजको लेट आफ्टरनुनको यसो स्न्याक्स खाएर निस्केको। र यो चाहिँ इस्टबोर्नको बिच र समुद्रको बिचहरू हो। यतातिर चाहिँ पर पियर देख्न सकिन्छ। र आज अलिक ढिलेर आइयो, त्यस कारण अलिकति मजाले भिडियोहरू यता गर्ने मौका त पाइएन। तर मौसमले चाहिँ साथ दिएको छ विन्टरमा, यही त होइन। पुनम कस्तो फिल हुँदैछ? फर्स्ट डे हो हाम्रो आज होइन। नमस्ते आज एकदम विन्टरको पहिलो होलिडे भनौँ न, एकदम रमाइलो भएछ। सधैँ कति समरमा मात्रै है हिँडेर, विन्टरमा नि मजा आउँछ कि हिँड्नलाई, लुगा लाउन पाइन्छ। अनि भर्खर त्यो ब्रिस्टोट टायरमा खाएर आएको अलिअलि लागे जस्तो भएछ जाडोमा है। जाडो पछि हाल्छ अब एकछिनमा, रमाइलो भएछ। अब हामी चाहिँ इस्टबोर्न ब्राइटनको पूर्वपट्टि, अब हामी यहाँबाट नै अझै पूर्वतिर जाँदैछौँ। ऐतिहासिक टाउन सिटी पनि भन्न सकिन्छ होला। अझै पूर्व हेस्टिङ्स भन्ने युकेको चाहिँ एकदम ऐतिहासिक टाउन हो हेस्टिङ्स चाहिँ। त्यसको बारेमा म भोलि तपाईँहरूलाई जानकारी गराइहाल्नेछु अर्को भिडियोमा। भोलि मात्रै भनौँ न, आज त गएर बस्ने हुन्छ अब हाम्रो। र यो चाहिँ यहाँदेखिको बिच यता पूर्व, यता यसले अब पूर्व हालिन्छ। पूर्व हुँदै गर्दाखेरि चाहिँ यहाँदेखिको सोन क्लिफ र उता डोभरहरू पुग्छ। र आजको यात्रा चाहिँ अब हामी एकछिनमा ड्राइभिङ गरेर हेस्टिङ्समा गएर बस्ने। अब आज बेलुका यसो होटेलतिर रेस्टुरेन्टतिर खाइसकेको पछि चाहिँ नै आज अब भोलिको लागि रेडी गर्ने विचार छ। यहाँनिर कोही चाहिँ यस्तो चिसोमा पनि मान्छेले के बोट के लिएर स्विम गरेर जाँदैछ। अब मान्छेलाई आफ्नो हेर्दै जानु होला मेरो भिडियो। अब अन्य भिडियोहरूमा पस्किँदै जाँदैछु। थ्याङ्क यू फर वाचिङ फर द टाइम बिङ। आज हाम्रो यो सर्ट विकेन्ड गेटवेको सेकेन्ड डे हो। यहाँलाई मेरो दोस्रो भिडियोमा स्वागत छ, न्यानो स्वागत छ। आशा छ तपाईँहरूले मेरो भिडियो मन पराइदिनु हुनेछ भन्ने। र आज चाहिँ हामी इङ्ल्यान्डको एकदमै ऐतिहासिक अनि सुन्दर टाउन हेस्टिङ्स भन्नेमा आइपुगेका छौँ। आज र भोलि हाम्रो यतै घुमफिर हुनेछ। र आज त डिसेम्बरको 13 तारिक हो। यस्तोमा पनि यति दामी वेदर छ। समुद्रको तटमा नि क्या हावा चल्छ होला भनेर लुगा चाहिँ बाक्लो लगाएर निस्किएको। टेम्परेचर त अलिकति लो नै छ, त्यही भएर निस्केको। त अहिले त त्यही लुगाहरू भारी भइरहेछ होइन। पुनमले ऊ लुगा खोलेर ज्याकेट खोलेर बजिरहेछ होइन। पुनम अनि आज हामी दोस्रो दिन हिजो इस्टबोर्नमा क्विक घुमफिर गऱ्यौँ, खाजा खायौँ, आइपुग्यौँ। कस्तो अनुभव भइरहेछ आज दोस्रो दिनमा? रमाइलो। हिजो त जे होस् पानी नपरे नि धुम्म थियो, जाडो थियो। आज चाहिँ पक्कै घाम लगाएर आज दिनभरि घाम छ। त्यसपछि घामले गर्दा होला गर्मीको फिल भयो क्या अहिले त। खासै टेम्परेचर त कम नै छ। हावा चल्छ जस्तो फिल भएको थियो, लागेको थियो। हावा पनि छैन रहेछ, राम्रो हेरिनेछ। तर दामी हरेक ठाउँ बस्दै आउने गर्दाखेरि यो ठाउँमा चाहिँ एकदम अन्ति लाइक यो हिस्टोरिकल टाउन चाहिँ यो पल्ट आउने मौका पायो। एकदमै रमाइलो रहेछ, खुसी लाग्यो। कहिले ड्राइभ पास्ट गएर गएको थियौँ है हामी उता
के अरे आसफोर्डतिर कताबाट आएर यो टाउन हुँदै हुँदै हामी ब्राइटन जाँदाखेरि यतै गएका थियौँ। यहाँ बस्ने अवसर चाहिँ फर्स्ट टाइम मात्रै मिल्यो। यो एउटा ऐतिहासिक, धन्यवाद पुनमलाई जे होस्, यो एकदमै ऐतिहासिक टाउन हो, अनि सुन्दर पनि छ र यसको इतिहासको विषयमा भन्नु अलिअलि गर्नु मन लागेको छ। भरेतिर भन्दै जाउँ होला, अर्थात् भोलि पनि छ जानुपर्ने। र यो माथि डाँडाको त्यहाँ पुगेर आज अहिले यो भिडियोमा थप गर्नेछु। तर त्यो ब्याटल यही चाहिँ होइन, ब्याटल चाहिँ यहाँभन्दा ब्याटल अफ हेस्टिङ्स भनेर एकदमै प्रख्यात छ बेलायतको इतिहासमा। त्यो चाहिँ 6 माइल टाढा भएको छ भनेको छ, अहिले अर्कै ठाउँमा छ, त्यहाँ भोलि त्यता पुगिन्छ होला। तर यो फोर्ट चाहिँ त्योभन्दा अगाडि यिनीहरूले जहाँ पनि हामी नेपालमा पनि किल्लाहरू भन्छौँ नि, कोट अर्थात् किल्ला, त्यस्तै जस्तो एउटा फोर्ट हो। यो चाहिँ डाँडामा राखेर त्यहाँबाट आफ्नो राज्यको अब चाहिने प्रतिरक्षा हो, त्यस्तै प्रतिरक्षा गर्ने ठाउँ हो। यहाँ अहिले भरे हामी गइन्छ होला। हिस्टोरिक क्यासलको रुइन्स भनेको मैले बुझेको छु, भरे गएर त्यहाँ फेरि थप्ने नै छु म तपाईँहरूलाई यो भिडियोमा। र घाम यति दामी लागेको छ, घामको सिधा प्रकाशतिर पऱ्यो, त्यति राम्रो नदेखेला। त्यही त है, दामी दिन भयो। यो यता चाहिँ पश्चिम पर्छ, पश्चिमको यो तटीय क्षेत्र पश्चिम हुँदै गयो भने यहाँदेखिको नेक्स्टमा ब्राइटन आउँछ, ब्राइटनदेखिको लिटल ह्याम्पटन, पोर्ट्समाउथ, साउथ ह्याम्पटन हुँदै उता डोर्सेटहरू, कर्नवालहरू हुँदै जान्छ भने यतातिर चाहिँ हाम्रो यो क्यामेरा मैले घुमाएँ, यो तटीय क्षेत्र घुम्दै फलो गर्दै गयो भने चाहिँ यहाँबाट नेक्स्ट सी साइड ठुलो टाउन चाहिँ फोक्सटन भन्छ, जहाँ चाहिँ हाम्रो गोर्खाली पल्टनको एउटा बटालियन त्यहाँ छ। धेरै नेपालीहरू त्यहाँ बस्छन्। र के भन्दैछ ल, त्यहाँनिर पुग्छ फोक्सटनदेखि चाहिँ डोभर हो। अब डोभरबाट त बेल्जियम, साथै फ्रान्सको काले कस्तो भन्ने ठाउँ एकदमै नजिक छ। यहाँबाट पनि फ्रान्स एकदमै नजिक छ। त्यही भएर ब्याटल अफ हेस्टिङ्समा चाहिँ लडाइँ गर्नु चाहिँ फ्रान्सको नर्मान्डीको राजा अर्थात् त्यहाँको ड्युक विलियम ले उसको फौजी लिएर आएर यो हेस्टिङको लडाइँ जितेर चाहिँ त्यति बेलाको तत्कालीन राजा, इङ्ल्यान्डको राजा किङ हारोल्ड भन्नेलाई यहाँ पराजित गराएर युकेको राज्यसत्ता अथवा इङ्ल्यान्डको राज्यसत्ता, पछि चाहिँ अब सबै युकेकै राज्यसत्ता त्यो राज परिवारले लिएको हो। र हालको राजा किङ चार्ल्स द थर्ड पनि त्यही ड्युक विलियम्स अर्थात् किङ विलियम्स अफ नर्मान्डी जुन फ्रान्समा पर्दछ उसकै सन्तति हो। र खनाती कति पुस्ता आज 1066 मा भएको भनेपछि 1000 वर्षभन्दा पहिलेको कुरो हो, धेरै अगाडिको पुस्ता हो। र यसको एकदमै डरलाग्दो इतिहास छ। बेलायतको इतिहास पढ्नेहरूले त अब त्यो त डरलाग्दै पढ्नुपर्ने हुन्छ होला त्यसै पनि, र हामीलाई चाहिँ हल्का फुल्का मात्रै। र म अन्य भिडियोहरू फेरि यसको बासी विषयमा पस्किँदै जानेछु। फेरि पस्किँदै जाउँला। अहिलेलाई चाहिँ हेरिदिनु भएकोमा धन्यवाद, अनि अन्य भिडियोहरू फेरि हेर्दै जानु होला। थ्याङ्क यू, बाई फर नाउ। नमस्ते यहाँहरू सबैलाई, मेरो यो भिडियो हेर्नुहुने सम्पूर्णलाई नमस्ते। यो अनि यहाँको युकेको अहिले त भन्यो भने मर्निङ छ, गुड मर्निङ। यो ब्युटिफुल अनि ऐतिहासिक टाउन हेस्टिङ्सबाट, इङ्ल्यान्डको साउथमा पर्ने हेस्टिङ्स टाउनबाट हामी यो मेरो दोस्रो दिनको भिडियो हुनेछ र यो चाहिँ फर्स्ट भिडियो नै हो। र यहाँहरू सबैलाई स्वागत छ। र यो सुन्दर टाउन अर्थात् यो सिटीको अन्य भिडियोहरू म यहाँहरूलाई पस्काउँदै जानेछु र हेर्दै जानु होला यहाँको ऐतिहासिक महत्त्वको बारेमा र यहाँको नयाँ एकदमै सुन्दर दृश्यहरूको बारेमा म यहाँहरूलाई अन्य भिडियोहरूमा सेयर गर्दै जानेछु। हेर्दै जानु होला।
अनि जहिले पनि उयो नि मन पर्यो भने चाहिँ नि के भन्छ लाइक सेयर एन्ड कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला थ्याङ्क यू ल अरू चाहिँ ल यो पनि किन्दैछ मैले होइन भर्खर आउँदैछ नि ल यो हामी कहाँ गएको र ब्याटल अफ उयसमा हो क्यासल ओके चढ्न सकिन्छ होला है रमाइलो छ घमाइलो पनि रहेछ कति धेरै भित्ता उयो गरेर बनाएको रहेछ हौ यसलाई रिपेयर मेबी भित्र केही छ जत्तिकै होइन त्यसको भित्रपट्टि रिपेयरिङ वाल मेरो फेरि अर्को भिडियोमा स्वागत छ यहाँहरूलाई अहिले चाहिँ हामी यो हेस्टिङ क्यासलको हिल टपमा आइपुगेको छौँ यहाँबाट यति दामी भ्यू देखिएको छ अति मनमोहक आहा डिसेम्बरमा पनि यति दामी वेदर अनि हामी यो तल अघि हामीले भिडियोहरू खिचेको यहाँ तल यो बिचबाट हो र यो देखिएको डाँडा यो चाहिँ किल्ला भनौँ न चाहिँ यताबाट त्यति राम्रो देखिएको छैन छेकिएको छ यो चाहिँ हेस्टिङ क्यासल हो यो भत्केर यसको भग्नावशेषहरू मात्रै छ रुइन्सहरू मात्रै छ र यहाँ जानु चाहिँ जाने ठाउँ चाहिँ पब्लिकको लागि लिमिटेड खालको रहेछ र जानु पनि एकदम अप्ठ्यारो रहेछ त्यही भएर हामीले आज अब त्यहाँ जाने स्थिति होला जस्तो छैन किनभने तलबाट भिरबाट वकिङ गरेर पहिले नै पैसा तिरेर आउनु पर्ने रहेछ साथै अनि कता हो रेलवेबाट पनि आउँछ अरे त्यो अलिकति पत्ता लगाउन सकिएन तर भयङ्कर इन्ट्रेस्टिङ छ यो हेस्टिङ क्यासल यो डाँडामा राखिएको यो एउटा किल्ला हो यो किल्ला चाहिँ जब यो ब्याटल अफ हेस्टिङ्स चाहिँ ड्युक अफ नर्मान्डी त्यति बेला यो चाहिँ नि विलियम द कन्कररले युद्ध जितेको पछि उसले एउटा किल्ला स्थापित गरेर यहाँनिर बनाएको रहेछ तर कालान्तरमा चाहिँ यो क्यासलहरू युकेमा प्रायः सबै किल्लाको रूपमा गरिएको हुन्छ र कालान्तरमा चाहिँ यो चाहिँ यहाँ समुद्रको बेगले हावापानीले गर्दा चाहिँ एकदमै भत्किँदै गएछ र भत्किँदै जाँदाखेरि फेरि पछि युकेको 17औं शताब्दीतिर भएको युकेमा भएको चाहिँ नि सिभिल वार गृहयुद्ध को मारमा पनि परेर झन् धेरै ड्यामेज भएको रहेछ अनि त्यसलाई चाहिँ अहिले त्यतिकै प्रोटेक्ट गरेर मात्र राखेको एउटा ऐतिहासिक धरोहरको रूपमा मात्र राखेको र खासै चाहिँ त्यसको कुनै काम चाहिँ छैन भन्ने देखियो तर वेदर इज ब्युटिफुल यता चाहिँ देखिएको पूर्वी तटतिर हो अघि मैले भने यताबाट पूर्व गयो भने हामी फोक्सटन र डोभर भन्ने ठाउँतिर पुग्छौँ र अब नेक्स्ट स्टेप चाहिँ पारिपट्टिको डाँडामा जाने हाम्रो इच्छा छ हिँड्नु सक्यो भने त्यो डाँडामा गएर त्यहाँबाट अर्को भ्यू पोइन्ट लिने तर आज वेदर चाहिँ एकदमै साह्रै दामी भयो साह्रै लक्की भयो इट्स अ ग्रेट डे इन्जोय भइरहेको छ आशा छ तपाईँहरूले हाम्रो भिडियो हेरेर मन पराइदिनु हुनेछ भन्ने पुनम चाहिँ पर त्यही त अन्त माथि पनि कुकुर आउँदैछ निकै डर लाग्दै भिरहरू पो छ है यहाँनिर खै यो कसरी जान्छ पनि यहाँनिर पक्का स्योर भएन जानु मन लागेको थियो साह्रै सम्भव जस्तो देखिएन अब नजानु पर्ला हेर्दै जानु होला है त यो चाहिँ हेस्टिङ्स क्यासल
को टपबाट पश्चिमी भागमा देखिएको सहरको भाग हो। निकै ठुलो सहर रहेछ सहर त है, ठुलो रहेछ। सिटी नै भन्दा फरक पर्दैन रहेछ, सिटी नै भन्दाखेरि फरक पर्दैन रहेछ। हामी यताबाट आएको अनि यो टपमा चाहिँ हो हेस्टिङ क्यासल, तर यो पब्लिकको लागि अहिले बन्द गरेको रहेछ। अफसोस जानु सकिएन भित्र, रमाइलो छ गर्दाखेरि जे होस् इन्ट्रेस्टिङ। सबै मान्छे छक्कै परेर हेर्दैछ, पस्नु मिल्छ होला भनेको रहेन रहेछ। यसरी यहाँनिर मान्छेहरू हेर्न आउने। एक साइड चाहिँ दामी भयो। अब यो डाइरेक्सनमा चाहिँ लन्डन पर्छ, यहाँबाट लन्डन खासै टाढो छैन, त्यही भएर नै यो लडाइँ पनि यो ठाउँदेखिको 6 माइल टाढामा भएको भनिएको छ। कहाँनिर हो एक्ज्याक्ट थाहा छैन, भोलि त्यो पत्ता लगाउने विचार छ, हेर्दै जानु होला। अब चाहिँ हामी अर्को हिल टपमा जाँदैछौँ, भ्यू पोइन्ट, मजाको भ्यू पोइन्ट भएको ठाउँमा। तर यो उकालो चाहिँ निकै चढ्नु पर्ने रहेछ र हामीले यसभन्दा अगाडिको बिहानको घुमफिर चाहिँ परिपेटीको डाँडामा हेस्टिङ क्यासलको डाँडातिर हामी घुमफिर गरेर आएर आज लन्च दिउँसोको लन्च खाएर अब फेरि उकालो अर्को डाँडातिर चढ्दैछौँ। रमाइलो छ। अहिले माथि डाँडाबाट झन् दामी त्यसै पनि देखिन्छ होला। र अहिले चाहिँ यस्तो गरेर आएर उकालो, अझै उकालो चढ्नु बाँकी नै छ। यो माथिको उकालो मान्छेहरू झर्ने आउने झर्ने गर्दैछ। अब हामी उकालो जाने क्रममा छौँ र माथि डाँडाबाट फेरि मेरो भिडियो थपिनेछ। अहिले चाहिँ हामी इस्ट क्लिफ भनौँ जुन ठाउँमा आउनुपर्ने त्यहाँ आएका छौँ। ठुलो ठुलो चौरी रहेछ, तर अफसोसको कुरो यो भिड भएको कारणले गर्दाखेरि यहाँबाट चाहिँ तलको सीको भ्यू देख्नुपर्ने, अन्य ठाउँको भ्यू देख्नुपर्ने चाहिँ स्थिति रहेनछ। त्यो सायद भिड भएर होला, त्यहाँ जानु नमिल्ने खालको पो रहेछ। अघि हामी आएको त्यो परको वेस्ट क्लिफबाट हो, जुन ठाउँमा चाहिँ हेस्टिङ्स क्यासल पनि छ। त्यो हुँदै 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 चाहिँ अहिले हामी यो चौरीमा आइपुगेको छौँ। ठाउँ त रमाइलो छ, तर भ्यू, सीको भ्यू देखिने स्थिति चाहिँ रहेनछ। यहाँबाट दिउँसो 3 बजेको छ। कति मिठो घाम लागेको छ। वाट ए ब्युटिफुल डे वेदर। आज हामी यो विकेन्डमा साह्रै लक्की भयो, वेदरले साह्रै राम्रोसँग साथ दिएको छ, विच इज गुड। अब अन्य भिडियोहरू फेरि अलि पछितिर थप्दै जाउँला, हेर्दै जानु होला है त। आजको हाम्रो दिन अब सकिन लाग्यो। यता पूर्वी क्षेत्रबाट आएर यो माथि डाँडामा गइयो अघि यो भिरमा, डेरा डाँडा। अनि यो यताको वेस्ट क्लिफ भन्दो रहेछ, त्यहाँ माथि डाँडामा चाहिँ हेस्टिङ्स क्यासल छ, तर त्यहाँ अझै पब्लिकको लागि अलाउड रहेन रहेछ। अनि अहिले यहाँ युके को साँझ पखको 3:45 मात्रै भएको छ। घाम 3:55 कति बजीतिर घाम अस्ताउँदो रहेछ यहाँनिर। ए घाम तल पुगेको देखिँदै हुनुहुन्छ तपाईँले। अब हामी चाहिँ होटेलतिर लाग्दैछौँ। यता पश्चिम साइडमा पर्दछ हाम्रो होटेल। होटेलतिर गएर अब साँझ पख भयो, अब पबतिर पसेर यसो बियर खानेकुरा खाने प्लान छ। अनि पुनम कस्तो भयो आजको छोटो अनुभव बताउँदा? आज दिउँसोको चाहिँ एकदम दामी भयो, वेदरले साथ दियो। अनि हिँड्न पाए धेरै नै
टाढा चढ्न पाइएन त्यतिखेर निकै लामो हिँड्यो है उकालो ओह्रालो आज स्कुल र आजको खाना पच्यो खाना पच्ने खालकै हिँडेको छौँ हामी अब चाहिँ भोलि हामी अन्तिम दिन अन्य ठाउँहरू घुमेर आशा छ ब्याटल अफ हेस्टिङ्सको एक्चुअल लोकेसन पनि त्यहाँ जाने प्लान छ अनि त्यहाँको भिडियो फेरि पस्किनेछु हेर्दै जानु होला काम भर्खरै अस्ताएको छ साह्रै राम्रो लागेर फेरि यो भिडियो सिन खिच्नु मन लाग्यो थप्नु मन लाग्यो बेलुका अब निकै साँझ भइसकेको छ साँझ त खासै होइन 4 पनि बजेको छैन तर छिटो घाम आएर अबको दिन सकिन आँटेको छ अब यो पश्चिम भयो अनि यता चाहिँ पूर्वी तटीय क्षेत्र यो परको स्पिनिङ व्हिल पनि कलरफुल भएर हुँदो रहेछ तर यो भिडियोमा चाहिँ देख्न सक्नुहुन्न तपाईँहरूले कस्तो रमाइलो भइरहेको छ कस्तो मजाको कलरफुल छ त्यो भ्यू टावर भनौँ न त्यसलाई के भन्छ रोटेटिङ व्हिल भन्छ इन्ट्रेस्टिङ देखिँदो रहेछ त्यो म हेर्ने कोसिस गरेको तपाईँहरू सायद कलर देख्दै हुनुहुन्छ अहिले साधारण कलर भयो अब अर्को कलरफुल बनाउँदो रहेछ यो पिङ्क कलरमा छ स्टिल अझै पनि पिङ्क नै छ अब साधारण कलर रङ आयो अनि अर्को ब्लू स्काई ब्लू जस्तो कलरमा थ्याङ्क यू आज हाम्रो अन्तिम दिनको भिडियो बिहान हल्का नास्ता खाएर अब होटेलबाट निस्केको होइन पुनमजी कस्तो हुँदैछ त्यही त आज घाम लागेको छैन तर पानी पनि परेको छैन एकदम रमाइलो भएको छ यतातिरबाट हिजो हामी यो पूर्वी तटीय क्षेत्रतिर घुम्यो हिँड्यो यो पर र हाम्रो होटेल चाहिँ अब ठुलो सेतो बिल्डिङमा छ थियो भनौँ न अनि सो सी साइड हुँदै यहाँको बिच चाहिँ स्यान्डी बिच होइन रहेछ यो सिङ्गल बिच भन्छ बलौटे गिटी रोडे खालको रहेछ तर यसको पनि आफ्नै विशेषता हुन्छ यहाँ चाहिँ ठुल्ठुलो होटेलहरू मात्रै छ निकै ठुलो सिटी पो रहेछ यो सिटी नै रहेछ मेरो विचारमा टाउन नभएर सिटी होला ठुलो रहेछ परपर हामी अब अर्को साइडतिर जस्तै ड्राइभिङ गरेर आएको हो आउँदैमा भरे त्यतैतिर ड्राइभिङ गर्दै गएर चाहिँ आज हामी भइसक चाहिँ ब्याटल अफ हेस्टिङ्स भएको ठाउँ जुन ठाउँमा चाहिँ हालमा एबी चर्च जस्तो एउटा मेमोरियल अर्थात् स्मारक त्यो लडाइँको स्मारिका जस्तो ठुलो एबी छ रहेछ त्यहाँ भिजिट गर्ने विचार छ अब समयले कति साथ दिन्छ हेरौँ र अहिले चाहिँ हामी पर पियर भन्ने यो समुद्रको माथि बनाएको होटेलहरू हेर्ने ठाउँ भ्यू पोइन्ट यताउता भएको ठाउँमा जाँदैछौँ र आज चाहिँ निकै चिसै छ विन्डी छ चिसो भन्दा नि विन्डी छ हावा चलेको छ त्यही भएर अलिक चिसो महसुस हुँदो रहेछ हेर्दै जाउँ खै टेम्परेचर पनि कमै छ होला हेर्दै जाउँ अन्य भिडियो फेरि पस्किँदै जानेछु हेर्दै जानु होला है त स्टार्ट यो चाहिँ आज हाम्रो अन्तिम दिन होइन अन्तिम दिनको भिडियो त होइन अब बिस्तारै फेरि होस् हामी बिहान खाजा खाएर निस्केको छौँ पियरमा आएको होइन पियरमा यताबाट जान्छु तिमी यो ल
दिन चाहिँ आज त्यति दामी चाहिँ छैन, घाम लागेको छैन, तर पानी पनि परेको छैन, ठिकै छ, अलि चिसो छ। विन्डी भएर हावा चलेर गर्दा चिसो छ। यो पियर समरमा चाहिँ यहाँ खचाखच हुन्छ एकदमै मान्छेहरू, भिजिटरहरू। विन्टर, त्यो पनि महा विन्टर पऱ्यो, त्यो भएर खासै मान्छे चाहिँ अहिले छैन। तर यसको पनि आफ्नै, यस्तो समयको पनि आफ्नै विशेषता हुन्छ। रमाइलो, हामीलाई त रमाइलो लागिरहेछ, चिल आउट गर्नु, एकदम रिल्याक्स गर्नु। कहिले कहिले यस्तो ऊमा हिँड्नु पनि पर्छ, तातो लुगा लगाएर चट्ट समुद्रको किनारमा हिँड्दाखेरि समुद्रको आवाजले अनि यो चराको आवाजले एक किसिमको आनन्द महसुस हुन्छ, खुसी दिलाउँछ भनौँ न, ह्याप्पिनेस बढावा दिन्छ। मलाई चाहिँ त्यो जस्तो लाग्छ। अनि हामी चाहिँ जहिले पनि यस्तो विन्टर ब्रेक मान्ने गर्छौँ र रमाइलो छ। आशा छ तपाईँहरूले मेरो भिडियो मन पराइदिनु हुनेछ भन्ने हेर्दै जानु होला। यो भिडियो चाहिँ यो पियरको पश्चिमी तटबाट खिचिएको, हावाले आवाज त्यति राम्रो मेरो आवाज त्यति राम्रो सुनिँदैन होला। भयङ्कर स्ट्रङ विन्ड छ समुद्रको अब तटमा, त्यसमा पनि माथि छानामा छौँ। के अरे यतापट्टि पश्चिमी किनारा भयो र पश्चिमी किनारा हामी इस्ट बोर्न भन्ने पर देखिएको आइल्यान्डतिरबाट आएको थियौँ। अस्ति फर्स्ट डेमा हामी त्यहाँ भिजिट गरेर आएको हो। यो पश्चिमतिर हुँदै भरे चाहिँ हामी घर फर्किने विचार छ। आशा छ हामीले ब्याटल अफ हेस्टिङ्स भएको लोकेसन जुन ठाउँ हो त्यहाँ चाहिँ अहिले आबी अर्थात् चर्च बनेको छ अरे, त्यहाँ भिजिट गर्ने अवसर मिल्छ होला। आज हाम्रो विचार चाहिँ त्यो छ। अब यहाँ खाजापानी खाएर बिस्तारै त्यता जाने विचार छ, हेर्दै जानु होला। त्यसको लागि चाहिँ तपाईँले एकछिन पर्खिनु पर्ने हुनेछ। यो छोटो सट पश्चिमी, अलिक ओरको पश्चिमी सी फ्रन्टबाट हो। पर देखिएको चाहिँ पियर, हामी निकै ओर आइसक्यो पियरबाट छुटेर। यो साइड चाहिँ पूर्वी भाग पर्छ अनि यता चाहिँ पश्चिमी भाग। परको ठुलो बिल्डिङसम्म पुग्ने विचार गरेको, निकै टाढा छ, फेरि फर्केर आउनै पर्यो। अब म यहाँ फर्किनुपर्छ होला। यहाँ ह्याप्पी। नमस्ते सबैजनालाई। यो चाहिँ हेस्टिङको हिस्टोरिकल सहरबाट आजको तेस्रो दिनको यो अन्तिम होलिडेको दिन मैले यसो पिक्चर लिइरहेको छु। यो चाहिँ एकदमै बस्ने घर होटलहरू रहेछ। परको एउटा म जुम गरेर देखाउँछु, त्यो चाहिँ एकदमै राम्रो लागेको घर यो। अनि यता साइड चाहिँ सी साइड भयो, सी भ्यू। घाम पनि एकदम तल झरेर अलिअलि मधुरो मधुरो देखिरहेछ। अनि यहाँ चाहिँ मेरो हस्बेन्डजी, मेरो प्यारेजी यहाँ हिँड्नु हुँदैछ। कस्तो लागिरहेछ पनि अझ? दामी भयो। दामी हुँदैछ। अब घर फर्किनु पर्दा चाहिँ सानो किन्न मन भएको छ। आफ्नै घर फर्किनु किन्न मन हुने भिडियो पनि ल्याएर होइन। अब फेरि ब्याक टु नर्मल वक जानु पर्यो भनेर होला नि त। एकदम रमाइलो भयो। रमाइलो मौसम एकदम साथ दियो। अस्तिको हप्तासम्म एकदम जाडो अनि पानी परेको पनि थियो होइन। आज चाहिँ ऱ्यापटप लगाएर
अलि विन्डी पनि छ तर दिन चाहिँ राम्रो छ। दिन चाहिँ राम्रो। अहिले त घाम पनि देखाइदियो, अलिअलि गोरो गोरो होस् कि भनेर हो क्या है। ओके, सो स्टिल हेर्दै जानु होला, एकदम राम्रो छ। यहाँ चाहिँ समरमा आउनु एकदम दामी हुने रहेछ कोस्टल वक हिँड्नको लागि। तर समुद्रमा बस्नु चाहिँ ग्राभल ढुङ्गाहरू भएकोले गर्दाखेरि अलिक सजिलो हुँदैन होला भन्ने आशा छ। तर हाम्रो यो धेरै ठाउँको भिजिट पहिला पनि गरियो। हामी चाहिँ विन्टर होलिडे नै एकदम रमाइलो लाग्छ। यसो 1-2 दिन भए पनि मजाले विन्टर ब्रेकमा कोस्टल वक गर्ने, खाने, वेदर स्पोर्ट जिन्दाबाद गर्दै खाँदै हिँड्ने, रमाइलो गर्दै हिँड्ने जिन्दगी यसरी नै बिताउन मन छ। हेर्दै जानु होला। थ्याङ्क यू भेरी मच। ह्याप्पी होलिडे। अब हाम्रो होलिडेको लास्ट लन्च खाएर होलिडे चाहिँ अन्त हुँदैछ। हाम्रो फेभरेट लन्च खाने ठाउँ हो, नाम चाहिँ नभनौँ होला। जहिले पनि लन्च डिनरहरू एभ्रिडे होइन, एभ्रिडे नै हो प्रायः। वी लभ इङ्ग्लिस, वी लभ इङ्ग्लिस फुड होइन त। आज हामी हाम्रो छोटो होलिडेको तेस्रो दिन, अन्तिम दिन, ब्याटल अफ हेस्टिङ्स भनेर एकदमै प्रख्यात ठाउँ जहाँ ब्याटल अफ हेस्टिङ्स भएको थियो। त्यसलाई चाहिँ ब्याटल एबी भनेर अहिले चिनिँदो रहेछ। जुन ठाउँमा के अरे 1066 यहाँ ठुलो युद्ध भएको थियो। इङ्ल्यान्डको राजा त्यति बेलाको किङ ह्यारोल्ड द सेकेन्ड र ड्युक अफ नर्मान्डी भनेको पछि फ्रान्सको नर्मान्डीको राजाको बिचमा यहाँ लडाइँ भएर इङ्ल्यान्डको राजालाई, ह्यारोल्डलाई चाहिँ विलियम द कन्करर अर्थात् ड्युक अफ नर्मान्डीले जितेर त्यस पछाडि इङ्ल्यान्डको राज्यसत्ता लिएको ठाउँ हो। जुन ठाउँमा चाहिँ लडाइँ पक्का रणभूमि थियो। यसलाई चाहिँ अहिले यस्तो चर्च जस्तो बनाएर, एबी बनाएर यसको मेमोरी को लागि बनाइएको रहेछ। सानो सहर पनि बसेको रहेछ यहाँनिर। यसलाई सहरको नामै, ठाउँको नामै द ब्याटल भनेर नामाकरण गरिएको रहेछ। तर अब यो ठाउँको चाहिँ ब्याटल अफ हेस्टिङ्स भनेको चाहिँ डरलाग्दै इतिहास छ। अब हाम्रो नेपालको इतिहासको चाहिँ नाला पानी खलङ्गासँग नि जोड्न मिल्छ। अर्थात् पृथ्वीनारायण शाहले काठमाडौँ भ्यालीलाई कब्जा गरेको इतिहाससँग नि जोड्न सकिन्छ। एकदम रमाइलो छ। र अब भित्र पस्ने तर्खरमा छौँ र भित्रपट्टि पनि के कसो हो अनि त्यसको ब्याटलको विषयमा, यसको इतिहासको विषयमा म थप्दै जानेछु। हामी चाहिँ अहिले यो एबी, ब्याटल एबीको टप फ्लोरमा भ्यू पोइन्ट भएको ठाउँमा आइपुगेका छौँ। यसको वरिपरि हेऱ्यो भने यस्तो देखिन्छ यहाँबाट। यही बिल्डिङ, जुन ठाउँमा बिल्डिङ छ अहिले बसेको छ, यो बिल्डिङ नै त्यस बेलाको तत्कालीन समयमा लडाइँ भएको एक्ज्याक्ट ठाउँ, स्थान भनिएको रहेछ। अब यो ठाउँमा त्यति बेला त यो एबी थिएन। त्यही मर्ने शहीदहरूको, सबै सिपाहीहरूको चाहिँ सम्झनामा तत्कालीन युद्ध जितेर इङ्ल्यान्डको राजा बनेका विलियम द कन्करर, किङ विलियम द कन्कररले चाहिँ त्यसको सम्झनामा यो जुन ठाउँमा लडाइँ भएको थियो, जुन ठाउँमा धेरै मान्छेहरू मरेका थिए, त्यही नै यो बनाएको रहेछ। अब यो ठाउँ त हेस्टिङ्स भन्ने सहरबाट त 6 माइल टाढा पर्छ, उत्तरमा पर्छ। यो तल देखिएको
दिशामा पर्छ हेस्टिङ्स, हामी जहाँ बसेको थियौँ। तर लडाइँ चाहिँ धेरै माथि भएको रहेछ। सायद त्यति बेलाको समयमा यो सामरिक महत्त्वको एकदमै यहाँ आइज तिमीहरू यहाँ लडाइँ गरौँ भनेर भन्ने खालको ठाउँ थियो होला। अर्थात् इङ्ल्यान्डको राजाले यहाँ चाहिँ हामीले छ्याकाबार लगायो भने चाहिँ यहाँबाट चाहिँ मजाले प्रतिरक्षा गर्न सकिन्छ, रोक्न सकिन्छ, डिफेन्स गर्न सकिन्छ भन्ने थियो होला। र यो घरहरू चाहिँ यो एबी बनिसकेको पछि अलिक निकै वर्ष पछाडि, निकै 100 वर्ष पछाडि बनेको गेस्ट हाउसहरू रहेछ। यहाँ चाहिँ यो एबीमा राजाको भिजिटरहरू आउँदाखेरि चाहिँ यहाँ बस्ने राख्ने चलन रहेछ। यसले पछिल्लो समयमा चाहिँ प्राइभेट रेसिडेन्स छ अरे। अब यहाँ तपाईँले देख्नु सक्नुहुन्छ यो एकदमै सानो अलिकति उकालो उकालो परेको ठाउँ छ। अब यो ठाउँमा चाहिँ एकदमै डाँडाको माथिल्लो तहमा बसेर इङ्ल्यान्डको राजा हारोल्ड सेकेन्डले उताबाट आउँदै गरेको बैरीहरूलाई रोक्नको लागि बसेको रहेछ। तर अफसोसको कुरो उसले लडाइँमा पराजित भोग्नु पर्यो। तथापि त्यो राजाहरूलाई त्यति बेलाको त्यो जुन किङ विलियम द कन्करर, त्यसलाई चाहिँ त्यति बेला तत्कालीन समयमा उनी उहाँ फ्रान्सको नोर्मान्डीका राजा अर्थात् ड्युक थिए। उनीहरू चाहिँ नर्मन वंशको राजाहरू हो रहेछ। यहाँ युकेमा राज गरिरहेको तत्कालीन समयमा राज गरेको किङ हारोल्ड र त्योभन्दा अगाडिका राजाहरू चाहिँ स्याक्सन वंशका, एङ्ग्लो स्याक्सन वंशका राजाहरू रहेछन्। र किङ विलियम द कन्करर नै हालको राजा रजोटाहरूको, योभन्दा अगाडिको रानीको अब एकदमै पुर्खाहरू हुन् र उनीहरूकै हातमा अहिलेसम्म बेलायतको राज्य सत्ता रहेको छ। हेर्दा त नपत्याउँदो छ, तर रमाइलो। अब यसको खासै भन्ने भने इतिहास चाहिँ अब बेलायतको इतिहास पढ्ने मान्छेहरूलाई चाहिँ यो एकदमै अति नै महत्त्वपूर्ण छ। यसको विषयमा हजारौँ मान्छेले सायद पिएचडी गरिसकेको छ होला। तर हेर्दा चाहिँ एकदमै नपत्याउने ठाउँ। अनि यसको वरिपरि जुन जब एबी यो स्थापना भयो, यसको वरिपरि चाहिँ सानो सहर पनि बसेको रहेछ। ल पुनम, अनि लु एबीको अन्तिममा कस्तो लाग्यो त? अब ब्याटल एबी नै यो ब्याटल फिल्डको ब्याटलको उमा होइन रमाइलो रहेछ। अब उहिले मान्छेहरू कसरी गर्थ्यो होला, कुना काप्चा यत्रो सानो ठाउँहरू एकदम मजाले बनाएर लडाइँ गर्यो होला अनि जित्दै गऱ्यो। कति साह्रो धेरै मजाले बनाएको छ। त्यही त है, रमाइलो लाग्यो। तर आज दिन पनि धेरै राम्रो भयो। यो जस धेरै ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। त्यसैले अब यहाँ मान्छेहरू आउने जाने, यस्तो विन्टरको समयमा पनि कार पार्क निकैमा भिडभाडै देखिन्छ। अहिले चाहिँ हामी यो एबी जुन ब्याटल एबी भनिन्छ यसलाई, जुन ठाउँमा यही एबी अहिले बसेको ठाउँमा यही नै चाहिँ ब्याटल अफ हेस्टिङ्स भएको रहेछ 1066मा। मैले अघि नै बताइसकेको छु। हामी चाहिँ अहिले एबीको टप फ्लोरमा छौँ। यहाँबाट चाहिँ सबै भ्यू पोइन्ट देखिन्छ। देखाउँदा यतातिर सानो सहर पनि बसेको रहेछ यहाँनिर। यो ठाउँको नामै ब्याटल भनेर राखिएको रहेछ। अनि एक चक्कर यसो घुमाउँदा सरर घुमाउँदाखेरि यता घुमाइदियो यतातिर। अनि यतातिर यो साइडमा चाहिँ यता तल चाहिँ हेस्टिङ्स पर्छ, हामी हिजो बसेको ठाउँ। अब यो हेस्टिङभन्दा 6 माइल टाढो छ, तर पनि लडाइँ चाहिँ खासमा यहाँ भएको रहेछ। यो अलिकति भिरालो परेको ठाउँ छ, हिल टप जस्तो छ। हिल टपमा चाहिँ अब यता इङ्ल्यान्डको राजाहरूको फौजी र उताबाट आउने फ्रान्सबाट आएका किङ विलियम अथवा ड्युक विलियमको फौजी चाहिँ यहाँ डरलाग्दो भिडन्त भएर अन्तिममा चाहिँ के हो, उसले विलियम द कन्कररले चाहिँ किङ
ह्यारोल्डलाई पराजित गरेर युकेको राज्य सत्ता लिएको एकदमै ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। आज यहाँ पनि भिजिट गरियो। थ्याङ्क यू पुनम। हाम्रो यो छोटो होलिडे चाहिँ अब यो ब्याटल एबी अर्थात् ब्याटल अफ हेस्टिङ्स भएको लोकेसन युद्धभूमि बाट अन्त गर्दैछौँ। हामी यो एबी यही एबी अर्थात् चर्च भनौँ, यही चर्च जुन ठाउँमा चर्च बनेको छ यही ठाउँमै लडाइँ जित्ने र हार्ने भएको रहेछ। र हामी चाहिँ अब यो पनि यसको विषयमा मैले अलिअलि भनिहालेँ तपाईँहरूलाई। आशा छ तपाईँहरूले यहाँबाट केही कुरोहरू सिक्ने अवसर, बुझ्ने अवसर पाउनुभयो होला। यिनीहरू चाहिँ गेस्ट हाउसहरू रहेछ, अहिलेको एबीको गेस्ट हाउसहरू र निकै ब्याटल फिल्डको टुर तल 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 फिल्डतिर मैले त्यो खिचिनँ। फिल्डमा हेरेर आउने झन्डै 1 घन्टा लाग्दो रहेछ। पुरै हिँड्यो भने त हामी अलिक छोटो बाटो हिँडेर फर्केको। अब यो बेलुका भयो, बन्द पनि हुने बेला भयो। त्यही भएर चाहिँ अब यतिमै मेरो यो होलिडेको छोटो भिडियो चाहिँ अन्त गर्न चाहन्छु। अब कफी खाने, कफी लिएर खाँदै सायद घर, अब त्यस पछाडि घर जाने हाम्रो कार्यक्रम छ। त्योसँगै भिडियो अन्त हुन्छ। ब्याक टु नर्मल भोलिदेखिको त्यो देख्दै यहाँबाट भिडियोमा त्यति राम्रो आउँदैन, अँध्यारो छ। जस अब यति नै हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन पर्यो भने लाइक, सब्सक्राइब एन्ड सेयर गर्नु होला। थ्याङ्क यू सो मच अनि सी यू इन नेक्स्ट भिडियो। बाई बाई।